राजस्थान बिकानेरको सहरमा यो करणी मन्दिर यस्तो हेर्नु त कति राम्रो छ। यसलाई त नेचुरल प्राकृतिक चिज पातबाट यसो मन्दिरको नाम लेखिएको रहेछ। मलाई त कति राम्रो लाग्यो। प्राकृतिक मन्दिर जस्तो देखिने। झुम्का सबै यहाँ झुन्डाएका झल्लरहरू सबै प्राकृतिक पातैपातका हुन्। रियल पातै हुन्। यस्तो राम्रो पातले लेखिएको छ यसको नाम करणी मन्दिर भनेर। यहाँ फेरि कस्तो रहेछ भने यहाँको महिलाहरूको परम्परा यो मुख ढाकेर धोतीले घम्लङ्गै मुख ढाकेर हिँड्ने। बाटोमा पनि देखिन्छ कि देखिन्न जस्तो, कसरी बाटो देखेर हिँड्छन् जस्तो लाग्ने हामीलाई त। तर यो चाहिँ त्यहाँको एकदम पुरानो परम्परा रहेछ। यो महिलाहरूले, विवाहित महिलाहरूले, म त अनम्यारिड महिलाहरूले नि भर्खरका केटीहरूले पनि त्यसै गरी हिँडेको देखेँ। हामीलाई त अचम्म लाग्यो। तर यो हिन्दुस्तानको पुरानो परम्परा नै रहेछ।